पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट र ट्रक र एक आपसमा ठोकिँदा 2 जना घाइते भएका छन्। घाइते हुनेमा ट्रकका सहायक र चालक र राप्ती नगरपालिकाका 2 का 24 वर्षीय प्रवीण पराज र ग्यास बुलेटका चालक भारतको बिहारका 45 वर्षीय जगदेव यादव रहेका बताएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब र उपरीक्षक रविन्द्र खनालका अनुसार भारततर्फ आउँदै गरेका भारतीय नम्बर प्लेट र NL 0AN 0133 नम्बरको ग्यास बुलेट र विपरीत र दिशाबाट जाँदै गरेको र बरा र 0300 ख र 34 र 19 नम्बरको ट्रक एक आपसमा ठोकिँदा सहचालक पर्जाको चितवन मेडिकल कलेज र यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। ट्रक चालकलाई प्रहरी नियन्त्रणमा लिएको उहाँ जुन ठोकिएको छ उहाँ ट्रकहरूको समेत भिडियो छ। साथीहरू एकदमै दुःखको कुरा छ। भाइ कहाँ छिरेको त्यहाँ केही भएको छैन। हाम्रो ट्याङ्की हो सर। भारतीय नम्बर प्लेटको यो एलपी ग्यास बोकेको गाडी टिकौली जङ्गलमा दुर्घटना भएको छ। चितवनको टिकौली जङ्गल जुन भरतपुर महानगरपालिका र नगरपालिका 2 पालिकाको बिचमा रहेको यो टिकौली जङ्गलमा आज असार 13 गते बिहान दुर्घटना भएको छ। दर्शकवृन्द, यो टिकौली जङ्गल हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गतबाट यो टिकौली जङ्गलको यो बीच सडक खण्डमा एलपी ग्यास भारतीय नम्बर प्लेटको एलपी ग्यास दुर्घटना भएको छ। दुर्घटनामा यो ग्यास चालक गाडीका चालक दुर्घटनाबाट घाइते भएका छन् र उनको उपचार भरतपुरमा उपचार भइरहेको छ। उसलाई जिल्ला प्रहरी कार्यालयले यो सूचना दिएको छ र अहिले यो गाडी त्यहाँ पल्टिएको गाडी अहिले कोचमा पल्टिएको गाडीलाई सडक किनारमा ल्याइएको छ क्रेनको सहायताले र अझ त्यसलाई किनारमा साइड लगाएर बाटो सुचारू गर्ने भनेर यहाँ क्रेनको सहायताले अहिले काम भइरहेको छ। यो दृश्य देख्न सक्नुहुन्छ। यो पूर्व पश्चिम राजमार्ग हो। Gracias.